गरिमा चौधरीको हत्यारालाई पक्रिसकेपछि चाहिँ पुलिसले चाहिँ बयान लिएको रहेछ होइन। अनि त्यो बयानमा चाहिँ त्यो हत्याराले चाहिँ के भनेको छ यहाँ तलपट्टि भिडियोमा सुन्नु त एकचोटि। मसँग मेरो एउटा साथी छ होइन बर्दिक खड्कामा, त्यसले मलाई भनेको थियो के अरे किन त कुनै के अरे सानो बच्चा छ भने त्यसलाई किडन्याप गरेर सेक्स गरेर नि मारिदिने भनेछ। अनि त्यो उता भाग्यो घर भागेपछि म त्यही बसेँ नि त। यो गर्ने बेलामा तिम्रो दुईजना थियो, को प्रदीप थाहा के तिमीसँग काम गर्छ कि होइन ऊ पढ्छ, ऊ पढ्छ? कहाँ बस्ने कता हो? ऊ पनि सिमरामै हो, सिमरामै बस्ने हो। घरभन्दा कति टाढा बस्छ तिम्रो? मेरो घरभन्दा 10 मिनटको बाटो। 10 मिनटको बाटो छ। त्यो दिनको बिहानदेखि घटना बताउ त बाबु, साँचो साँचो के भयो? त्यसैले हामी दुईजना त्यसलाई लिएर आयो होइन यता। तिमीले भन्यो नि त्यो दिन बिहान म वीरगञ्ज आएँ के भयो? पत्लाबाट वीरगञ्ज गएर वीरगञ्जबाट स्टाफ पुऱ्याएर अनि घर आयो नि। अनि त्यसलाई पनि लिएर आयो, म सिमराबाट उठाएँ त्यसलाई, आफ्नो साथीलाई। अनि यहाँ ल्याएर बस्यो अनि हामी दुईजना मन गऱ्यो सेक्स गर्न होइन। अनि के अरे हामी आयो यता, अनि त्यो बच्चाहरू खेलिरहेको रहेछ, हामी खेल्न गएको होइन, बच्चाहरू खेलिरहेको रहेछ। अनि त्यहाँबाट चक्लेटको लालच दिएर कतिजना बच्चाहरू खेलिरहेको थियो? 3 जना थियो, 2 जना केटा थियो, एउटा केटी थियो। अनि केटी चाहिँ यही धेरै गढीमा रहेछ। तिमी पहिलेबाट चिन्थ्यौ त्यो नानुलाई? चिन्दैन थियो? जबदेखि त्यो गाडी चलाउन थाल्यो नि, अनि कहिले काहीँ गाडीमा के अरे खेल्न आउँदो रहेछ। त्यो खेल्न आएको समयमा म हुँदिन थिएँ त्यहाँ। अनि के अरे अस्ति चाहिँ भेटाएको थियो, अनि त्यसलाई नि गर्न मन लागेको थियो। घरमा कोही पनि थिएन, त्यसको नि कोही पनि थिएन, मेरो नि कोही पनि थिएन। लिएर आयो, जति मन गऱ्यो। चक्लेट किन्यो अनि त्यो त्यहाँबाट भन के भयो? चक्लेट किनेपछि अनि त्यसलाई लिएर गयो। होइन म एक्लै गएको थिएँ। अनि चक्लेट किनेर आएपछि के भयो? त्यहाँ गयो, बच्चाहरू खेलिरहेको थियो? बच्चाहरू खेलिरहेको थियो, त्यो पनि प्रत्येक पनि त्यही थियो। तिनीहरूले हेरिरहेको थियो। म चक्लेट किनेर आएँ, अनि चक्लेटको लालच दिएर लिएर गयो त्यसलाई। अनि दुईटा भाइहरूले के गर्यो? त्यो भाइहरूलाई त छोरी थर्काउनु बित्तिकै रुँदै घर पुगेछ। अनि के अरे चक्लेटको लालच दिएर गएपछि अनि हामी गयो त्यो घरमा। त्यो घर कसको घर थियो? खोइ त्यो कसको घर थाहा छैन। अनि के अरे हामी यताउता हेऱ्यो, मान्छे छैन भनेर होइन, मान्छे थिएन। अनि म पहिला सुरुमा छिरेँ होइन, अनि पछि केटी छिर्यो, बहिनी छिर्यो, अनि पछि लास्टमा पटेक छिर्यो होइन। अनि म जबसम्म मन भएन नि तबसम्म गऱ्यो त्यसले गऱ्यो, म यत्तिकै हेरेर बसिरहेँ। मेरो त एकचोटि उयो गर्नु बित्तिकै निक्लिहाल्यो। अनि के अरे त्यसले जति मनसम्म गऱ्यो। कति रसीहरू बाँधेको थियो नि त्यो बेला? त्यतिखेर नि यहाँ मात्रै बाँधेको थियो, मैले पक्रेर बसिरहेको थिएँ, त्यसले उयो गरेर बसिरहेको थिएँ होइन। अनि के अरे जब त्यसको नि भयो नि, अनि त्यसले भने यसले त यो उठ्यो, बिहोसबाट उठ्यो भने नि यसले हामीलाई भन्छ, यसलाई गएर मार्दै भनेर। अनि त्यो गयो, गाडी लिएर गयो। त्यसलाई नि गाडी चलाउन आउँछ, स्कुल पढ्नु भयो भने गाडी लिएर गयो त्यो आफ्नो घर। म के अरे उयो सासुसार गरेर खाना धुवा गरेर खाना खाएर अनि त्यसको घर गयो, किनकि रिजर्भ थियो त्यसको घरको साइडबाट। अनि के अरे रिजर्भ लिएर गएर हेटौडा पुग्यो। हेटौडाबाट फेरि आउँदा रात पर्दाखेरि फेरि फोन आयो, के अरे भेटाएन भनेर फोन आयो होइन। फेरि त्यसको भोलिपल्ट नि फोन आयो, त्योबाट पनि भेटाएन भनेर आज फोन आएको थियो, भेटायो भनेर आज फोन आयो। अनि त्यो रस्सी बाँध्यो तन्नामा राखेँ कतिखेर? जब भ्यायो नि हामी दुईजनाले, त्यो निक्ल्यो। अनि म एकैछिन बसेँ त्यहीँ, त्यसपछि आएँ, त्यतिकै लट्केको अवस्थामा छोडेँ, ढोकालाई चुकुर लगाइदिएँ। तिमीले रस्सी बाँधेर लट्काइदिएको? के अरे चुकुर लगाइदिएँ। त्यो रस्सी र तन्ना कसले लिएर आयो? तना र रस्सी त्यही थियो। त्यही नै थियो? यो पनि झुटो बोल्दैछ तिमी? नढाँटिकन भनेको छ अहिले कि नढाँटिकन हो? त्यही थियो जम्मै। अनि म आएँ होइन, नुहाएर खानासाना खाएँ। अस्तिको कुरा भयो, खानासाना दिएपछि माया गरेपछि त्यो दिनमा त फर्स्ट दिन थियो।
गाडी लिएर एक्लैले कुदाएको फसिन्छ अनि त्यहाँबाट आयो खानासाना खायो सुमन प्रदीप खड्का र तिमी सुमन लामा सुमन थापा तिम्रो नाम चाहिँ के हो सुमन अनि तिमीसँग त्यो गएर त्यो पनि सेक्स गर्ने एकजना साथीको हो प्रदीप खड्का पहिला उसले गर्यो अनि उसले गर्दा उसले समात्थ्यो त्यो पहिला पहिला तिमीले गर्यो अनि पहिला त्यसले गर्यो अनि पछि मैले गर्दाखेरि चाहिँ के भयो मेरो झरिहाल्यो क्या एकैछिन अनि तिमीले गर्दा उसले गर्दा तिमीले बच्चालाई समातेको थियो अनि तिमीले गर्दा उसले समातेको थियो उसले समातेन ऊ भाग्यो गाडी लिएर भने थुनायो गाडी त्यहीँ राखेको थिएँ त्यो जहाँ अहिले गाडी लागिरहेको छ नि त्यहीँ राखेको थिएँ अनि तिमीले कति बजे तिमीले गयो 9 बजे ठ्याक्कै भ्याएर अनि घरमा गयो सिमरा चौकबाट जसले मेरो घर पुग्छ नि त्यो मेरो घर पुग्नुसम्म त्यसको घर आइपुग्यो सिमरामै अहिले सिमरामै छ अनि अघिबाट डर लागेको थियो हल्का किन म त सिमरामा छु एक्लै छु छुटिहाल्छु जस्तो लाग्यो मलाई नै लास्टमा म कलै नै आइपुग्नु पऱ्यो नि त फेरि हल्का डर लाग्यो भनेर त्यो पनि खलासी नै हो त्यो खोला चाहिँ पढिरहेको कसको छोरो त्यो त्यसको मम्मीको नाम चाहिँ थाहा छैन म त्यसको मम्मी र बाबा ब्रिटिस हुनुभयो मम्मी चाहिँ विदेश हुनुहुन्छ भनिरहेको प्रदीप खड्का नाम छ है अनि यस्तो निर्मम तरिकाले 3 वर्षको बच्चाको चाहिँ हत्या गरेको छ होइन अनि यो मान्छे चाहिँ नाबालक हो रे होइन नाबालक होस् या जेसुकै होस् कि यस्तो मान्छेहरूलाई यिनीहरूको लागि विकल्प भनेको के भन्दा यस्तो क्रिमिनलहरूलाई चाहिँ होइन पब्लिकको हातमा चाहिँ पब्लिकले जेसुकै गर्नु छ तर भनेर चाहिँ पब्लिकको हातमा चाहिँ छोडिदिन पर्ने हो क्या खास भन्नु पर्दाखेरि बयान हेर्दाखेरि यो मान्छेको मुखमा एक रति पनि डर भन्ने चिज छैन कि मैले चाहिँ एउटा जघन्य अपराध गरेँ होइन जहाँनिर चाहिँ मैले चाहिँ एउटा 3 वर्षको बालकलाई चाहिँ बलात्कार गरेर चाहिँ मैले उसको ज्यान लिएँ होइन भन्ने कुराको यसलाई कति पनि महसुस छैन क्या यस्तो मान्छेहरूलाई कि त फाँसीको फन्दामा लड्काइदिनु पर्छ किनभने चाहिँ यिनीहरूलाई समातेर पब्लिकको हातमा छोडिदिनु पर्छ कि जसले चाहिँ एउटा चाहिँ बलात्कार जस्तो चाहिँ एउटा सङ्गीन अपराध गरेको छ होइन अनि त्यो मान्छे चाहिँ निडर भएर चाहिँ अगाडि बसेर चाहिँ यसरी चाहिँ आफ्नो चाहिँ बयान दिइरहेको छ जसको चाहिँ अनुहारमा चाहिँ अलिकति पनि चाहिँ पश्चाताप भन्ने चिज चाहिँ छैन कि मैले के गरेँ भनेर क्या अनि यस्तो मान्छेहरूलाई चाहिँ जेलमा हालेर चाहिँ सरकारको पैसाले चाहिँ यिनीहरूलाई खुवाएर पालेर राख्नु पर्ने रे अनि त्यो चाहिँ बदल्नु पर्छ कि यदि फाँसीको सजाय पोसिबल छैन नेपालमा भने नि होइन यिनीहरूलाई चाहिँ समातेर पब्लिकको हातमा छोडिदिनु पर्छ कि